सुरु भनौँ। ल सुरु। नमस्कार। जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर 4 रामजानकी टोलमा चैत 16 गतेदेखि 24 गतेसम्म हाम्रो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ र श्री रामजानकी प्राण प्रतिष्ठा महोत्सव 2081 हुन गइरहेको छ। यस अवसरमा म गत वर्षको भूकम्पबाट ज्यान गुमाएका 101 जना जाजरकोटीहरूको शान्तिका लागि जो उद्देश्य राखेर यो ज्ञान महायज्ञ आयोजना गरिएको छ। यसमा सबै जाजरकोटीहरूको उत्साहपूर्ण सहभागिताका लागि म जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तर्फबाट हार्दिक अनुरोध गर्न चाहन्छु र चैत 16 गतेदेखि 24 गतेसम्म आयोजना हुने उक्त ज्ञान महायज्ञमा चर्चित कथावाचकहरूबाट महत्त्वपूर्ण व्यक्तित्वहरूबाट विभिन्न प्रकारका प्रवचनहरू पनि हुनेछन्। त्यस अवसरमा आफ्नो धार्मिक आस्था, विश्वास र संस्कृति संरक्षणका लागि आफ्नो सक्रिय सहभागिता जनाइदिन म सम्पूर्ण जाजरकोटवासी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी गत वर्षको भूकम्पबाट ज्यान गुमाएका 101 जना जाजरकोटीहरूको स्मृतिमा स्थापना गरिने जो प्रतिमा छ, जो एउटा प्रतिमा स्थल छ, त्यो स्थल स्थापनाका लागि पनि सहयोग गर्नका लागि यो ज्ञान महायज्ञ आयोजना गरिएको हुनाले सबै जाजरकोटीहरूले आफ्नो धार्मिक आस्था, विश्वास र संस्कृतिप्रतिको उच्च एउटा माया, विश्वास र आस्थालाई केन्द्रमा राखेर यो जो भेरी नगरपालिका वडा नम्बर 4 रामजानकी टोलको यो जो मन्दिरमा जो राम, सीता र हनुमानको मूर्ति पनि प्रतिस्थापन गरिने कार्यक्रम भएको हुनाले हाम्रो धार्मिक आस्थालाई ख्याल गरेर, हाम्रो धार्मिक विश्वास, हाम्रो धार्मिक मूल्य मान्यतालाई ख्याल गरेर उपस्थित भइदिन समस्त जाजरकोटवासी आमा, बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। नमस्कार।